जानको लागि उकाइसादेखि चाहिँ एक्जिट बीदेखि निस्किनुहोस्। त्यस पछाडि चाहिँ अलिकति हिँडेर आए पछाडि चाहिँ यो बस स्टेसन भेट्नुहुन्छ। अनि यो चाहिँ नम्बर लेखेको 581 382 गो पार्क आयो। गो पार्कको गाडी आयो। अब हामी यहाँ चढेर जाँदैछौँ 581 हाई एभ्रिवान, नमस्ते सेवारो। अब चाहिँ हामी गो पार्कभित्र छिर्दैछौँ। हजुरहरू पनि आउनुहोस् हामी सँगसँगै गो पार्क घुम्नको लागि। 2025 जनवरी 21 मा चाहिँ ओपनिङ गरिएको थियो। यो चाहिँ जम्मा 1.3 मिलियन स्क्वायर फिटमा चाहिँ फैलिएको छ। Yes, sir. एकदमै यो गो पार्क चाहिँ मलाई चाहिँ डिस्नील्यान्डको सेकेन्ड लाग्यो है, राम्रो लाग्यो है। यसमा चाहिँ एकदमै धेरै व्यवस्थित रहेछ। मैले अघि पनि भनिसकेँ मेरो स्टोरीमा। यहाँ चाहिँ खानाको केही दुःख रहेनछ। खानादेखि लिएर सबै कपडादेखि लिएर सबै कुरा पाउँदो रहेछ किन्नको लागि। स्विमिङ कस्ट्युमहरूदेखि लिएर होइन, यस्तो खेल्ने बच्चाहरू पनि मन बनाइराख्नु भएको छ भने आउनुहोस्। एकदमै नजिकै पनि रहेछ यो चाहिँ होइन। मलाई चाहिँ नजिकै लाग्यो। एमटिआरदेखि अलिकति पर कति 8 मिनट पर रहेछ। रेस्टुरेन्टहरू पनि रहेछ। अघि चाहिँ हामी चाहिँ हतार हतार रेस्टुरेन्ट पाइँदैन होला, यो चाहिँ पार्क होला भनेर उतै दुःखले बसेर खाएर आयौँ है। तर यहाँ चाहिँ एकदम व्यवस्थित रहेछ। खाना सबै पाउँदो रहेछ। यो त ओसन पार्कमा पनि यति साह्रो रेस्टुरेन्टहरू मैले देखिनँ, तर यहाँ रहेछ। मलाई ओसन पार्क भन्दा पनि राम्रो लाग्यो यो ठाउँ। सानो तर राम्रै रहेछ। र म चाहिँ ओसन पार्क पुगेको छैन ल। गो पार्क चाहिँ राम्रो लाग्यो, एकदम व्यवस्थित। म जस्तो मोटो मान्छे, हिँड्नु नसक्ने मान्छेलाई चाहिँ एकदम सुविधा रहेछ है। सानो ठिकैको रहेछ होइन। स्कुलेटरदेखि लिएर सेकेन्ड फ्लोर पनि, यो चाहिँ हामी ग्राउन्ड फ्लोरमा छौँ। अब सेकेन्ड फ्लोर जाँदैछौँ। सेकेन्ड फ्लोरदेखि माथिदेखि चाहिँ हामी हजुरहरूलाई देखाउँछौँ। त्यहाँदेखि चाहिँ कस्तो कस्तो होइन के रहेछ भ्यूहरू देखाउँछौँ। अनि म जस्तो मोटो मान्छेको लागि व्यवस्थित रहेछ। यहाँ स्कुलेटर पनि छ, यसरी चढेर जाने हो टक्कसँगले। वाउ, सरर हावा आइरहेछ, उडाउला जस्तै हावा माथिबाट होइन, जा भइरहेछ। म जाँदै गर्छु मेरो फोन। यहाँ चाहिँ रेस्टुरेन्टहरू छ, कफी, वासरुमहरू।
यो माथिबाट चढेर हेर्दाखेरि चाहिँ निकै ठुलो स्पेस देखिन्छ यहाँ। यहाँ फुटबल बास्केटबलहरू खेल्ने ठाउँहरू जताततै यो साइडहरूमा देखिरहेछ। ए हामी यस्तो उयो गर्ने हो रहेछ नि त्यसमा पनि चढेर। यो चाहिँ हामी टप फ्लोरमा आएको छौँ। थर्ड फ्लोरमा थर्ड फ्लोर अनि के पैसा लाग्छ ये अहिले चाहिँ हङकङमा गर्मी नगर्मी छ तर फेरि यता जानु हुँदैन होला हौ सबै तातो छ एसीको तातो छ यता पनि पर समुद्र पो रहेछ यहाँ बोलाएको छ समुद्र दामी ठाउँ रहेछ। यहाँ मर्मत हुँदै रहेछ। यो बच्चाहरू खेल्ने ठाउँ। स्पोर्ट बिस्ट्रो अनि जिमहरू पनि यहाँ चाहिँ देखिन्छ। जिम हलहरू पनि। कस्तो लाग्यो पूजा गो पार्क? यो गो पार्क राम्रै छ। म जस्तो मोटोको लागि अल्छीको लागि त राम्रै रहेछ। किनभने यहाँ चाहिँ सबै व्यवस्थित छ, बाथरुमदेखि लिएर होइन बस्ने खाने सबै ठिकै छ। यो चाहिँ मेरो लागि चाहिँ एकदम फेभरेट प्लेस जस्तो भयो। किनभने मलाई चाहिँ डाँडा जङ्गल हिँड्नु सक्दिनँ अलिक मोटी भएर, अनि त्यो जङ्गलहरूतिर जानु चाहिँ मन लाग्छ हिँड्नु चाहिँ, तर अलिक मोटो भएर हिँड्नु सक्दिनँ। त्यो भएर मलाई त्यस्तै ठाउँ मन लाग्छ। सबै कुरा खाना पनि नजिकै, वासरुम पनि नजिकै, अनि यस्तै राम्रो मजाले सम्म बाटो उयोहरू पार्कहरू नै मनपर्छ। तर यो चाहिँ विशेष गरी चाहिँ बच्चाहरूलाई मनपर्छ, बच्चाहरूको जस्तै टाइपको रहेछ होइन।
हाम्रो जस्तो उमेरको मान्छेभन्दा चाहिँ अलिक बच्चाहरूलाई चाहिँ एकदम अब एक्साइटेड बच्चाहरूलाई चाहिँ मनपर्छ जस्तो लाग्छ है यो चाहिँ। बच्चाहरूको लागि खेल्ने ठाउँ चाहिँ एकदम राम्रो छ। राम्रो छ है त्यहाँ कसैको हजुरहरूको बच्चाहरू छ भने चाहिँ ल्याएर मजाले खेलाएर होइन दिनभरि खेलाएर चाहिँ लान सक्नुहुन्छ। एकदमै बच्चाहरूको लागि चाहिँ राम्रो छ है खेल्ने ठाउँदेखि लिएर। अनि हाम्रो जस्तै दिदीबहिनीहरू टिकटक बनाउनेहरूको लागि पनि एकदमै राम्रो छ होइन। त्यस्तो क्राउड पनि छैन, क्वाइट नै छ। अनि तपाईँहरूले टिकटक रिल्सहरू मजाले बनाउनु पनि सक्नुहुन्छ गो पार्कमा आएर। माथि डाँडामा चाहिँ हुस्से लागिरहेछ। एकदम राम्रो छ यहाँ चाहिँ। गर्मी भयो त्यति साह्रो गर्मी छैन है उता हाम्रो जस्तो नाम्चीमा जस्तो। यहाँ चाहिँ ठिकै छ, हावाहरू आइरहेछ किनभने यहाँ चाहिँ जङ्गल छ, वरिपरि जङ्गल डाँडा। साइकलहरू चाहिँ यहाँ रेन्टमा पाउँछ है। अनि यो ठाउँमा चाहिँ साइकल चलाउने माथि पनि छ। यहाँ त स्पोर्टहरू पनि रहेछ एकदम खेल्नेहरू होइन। स्पोर्ट एरिया पनि रहेछ। अनि पर स्विमिङ पनि छ, तर स्विमिङतिर हामी गयौँ। स्विमिङ पनि छ रहेछ। बोटहरू चढ्नु पनि छ रहेछ। तर म चाहिँ अलिक हिँड्न नसकेको कारणले त्यतातिर गइनँ। कफीहरू पिउनु सक्नुहुन्छ। तर यहाँ कफी भन्दा चाहिँ अब यहाँ चाहिँ मान्छे रहनु चाहिँ बन्द रहेछ। प्लिज युज द सिङ्गल डोर ओन्ली फर एन्ट्री एन्ड एक्सिट अरे। एउटा डोर मात्र प्रयोग हुन्छ अरे। अहिले चाहिँ मान्छे रहेनछ है क्या? यो कफी सप हो। वी आर ओपन। यो त उयो कफी सप होइन रहनु भयो। यो त उयोहरू टी क्या बबल टीहरू पनि पाउँदो रहेछ। त्यो पट भन्छ ल यहाँ चाहिँ बबल टीहरू पनि पाउँदो रहेछ है। यो चाहिँ एकदम यङ अहिलेको यङ जेनेरेसनहरूको चाहिँ फेभरेट हो बबल टी। सबै आइटमहरू पाउँदो रहेछ है। के के हो यो बनाना म्याङ्गो सबै पाउँदैछ बबल टीहरू चाहिँ म्याङ्गो फ्लेभर लेमन मिडियम। यो चाहिँ यङ उयोहरूलाई यङ गर्लहरूलाई एकदम मनपर्छ। यो चाहिँ फेभरेट। पिङ्कहरूको एकदम फेभरेट है। यो चाहिँ खालि पिङ्क र के अरे यस्तो रहेछ। यहाँबाट चाहिँ ओपन गरेर अनि हो चस हामी आउँदै गरेको अहिले चाहिँ यसरी क्रस गरेर टुमा पनि मलाई थाहा भएन।
रेस्टुरेन्टहरू रहेछ गोपाल सबै गोपालमा रहेछ यो चिट्टु चाहिँ खानु